पुरानो। हेलो गाइस, तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। आज चाहिँ धेरै लङ टाइमपछि मैले थोरै भयो नि युट्युबमा चाहिँ भिडियो ल्याउनु पऱ्यो भनेर चाहिँ भिडियो ल्याएको। अनि आज चाहिँ सन्डे, मेरो चाहिँ छुट्टीको दिन हो। म चाहिँ छुट्टी मनाइरहेको छु। अनि यताको वेदर चाहिँ एकदमै दामी छ साथीहरू, एकदम बल छ, मस्तको हावा छ। आज मैले चाहिँ धेरै लङ टाइमपछि थोरै भयो नि युट्युबमा चाहिँ भिडियो ल्याउनु पऱ्यो भनेर चाहिँ भिडियो लिएर आएको छु मैले चाहिँ है। अनि यताको वेदर चाहिँ यस्तो दामी देखिरहेको थियो अहिलेसम्म। भिडियो बनाउँछु भन्दा भन्दै वेदर चेन्ज भइहाल्यो। के छ तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ? पहिला यस्तो भिडियोहरू त मैले ल्याउन पाइरहेको छैन। अब सायद लिएर आउँछु होला भिडियोहरू, कमेडी भिडियोहरू, आफूले काम गरेको होइन, मेरो दैनिकी जीवनमा मैले गर्दै गरेको कामहरूको भ्लगहरू पनि मैले लिइरहेको हुन्छ, लिएर आउनेछु। तपाईँहरूले चाहिँ मलाई सपोर्ट गर्नु होला है। सपोर्ट भन्नाले चाहिँ मेरो च्यानललाई सब्सक्राइब गर्नुहोस्। अनि मैले चाहिँ तपाईँहरूलाई एकदमै रमाइलो खालको भिडियोहरू चाहिँ लिएर आउनेछु है। मैले चाहिँ यो टाउकोमा किन बानेको भन्दाखेरि चिसो हावा चलेको हो, त्यही भएर अलिकति नआएको थियो कि, त्यही भएर। ल साथीहरू, हुन्छ, नेक्स्ट टाइम चाहिँ अर्को भ्लगमा भेटौँला है त। एकदमै ठ्याक्कै 2 महिना पछाडि मैले युट्युबमा चाहिँ भिडियो लिएर हुन्छ गाइस। यस्तो मिठो हावा चलेको छ यो, भगवान हावा चलायो। पुरानो हुँदैन माया, जुनी जुनीलाई पनि पुरानो हुँदैन माया, जुनी जुनीलाई पनि। यहाँ टाउकोमा यो फेटा बानेको छु, फेटा टाफे है। अनि ल ठिक छ, हुन्छ, अर्को भिडियोमा भेटौँ होला भन्दै अहिले छोड्छु। हुन्छ, हस्त, नमस्ते सबैलाई, जय नेपाल।